त चोथाले त्यो आशिषको पछि पछि किन लागेकी छिस त्यसको पात सुन्नलाई पछि पछि लागेछिस अनि त चुडेलले त्यसको आशिषको पछि पछि किन लागेछिस त अनि त्यो आशिषले कतिखेर यति मोटा लिँदा हग्ला र कम कम खाना भनेर पछि पछि लागेछिस अरू कुरा थाहा छैन मलाई हिज ओन्ली माइन्ड ऊ मेरो मात्रै हो भन्दैछु मैले त आशिषको त खुट्टामा पनि सुहाउँदिनुहोस् बाबा आफूलाई हेर्न आफूलाई आशिषले हगेको डाइपर पनि सुहाउँदिनुहोस् त झन् को कहाँ सुहाउँदैन त्यो त थाहा भइहाल्छ नि जमिन आशिषसँग कुरा गरौँ त्यो थाहा भइहाल्छ नि जाऊ न त जाऊ म पनि कहाँ कम छु र ललता हो ललता झन् मलाई झन् भद्रकाली कपालिनी नागिनी चुडेलीको आशीर्वाद छ आशीर्वाद आशिष ओइ भनिदेऊ त म तिम्रो को हो तिमी मेरो मुटु हौ तिमी मेरो कलेज हौ तिमी मेरो मन हौ मन रे अनि म को भनिदेऊ त आशिष यसलाई तिमी त मेरो कलेज हौ तिमी त मेरो फेफडे हौ तिमी त मेरो जिब्रो हौ तिमी मेरो आँखाको नानी हौ आशिष ओइ भनिदेऊ त म तिम्रो लागि कतिको स्पेसल छु तिमी त मेरो लागि करोडौँमा एक हौ तिमी त मेरो लागि बाँच्ने एउटा आधार मात्रै हो तिमी मेरो सब थोक हौ क्या आशिष कस्तो बाँच्ने आधार भन्दैछौ कि तिमी यसलाई भन्नु कि म को हुँ तिम्रो लागि भनेर कस्तो स्पेसल छु तिम्रो लागि भन्देऊ कस्तो खास छु तिम्रो लागि भन्देऊ कि त्यसलाई अरे ललिता तिमी त करोडौँ अरबौँमा एक हौ पृथ्वीमा कोही खास छ भनेपछि त्यो तिमी हौ कि बुझ्यौ किन तिमीले अरे आशिष तिमी यो पनि भनिदेऊ कि तिमी मेरो लागि के गर्न सक्छौ तिम्रो लागि त म घाँटी काटिदिन सक्छु काटिदिउँ घाँटी एकचोटि आशिष तिमीले यसका लागि घाँटी काट्न सक्छौ मेरो लागि के गर्न सक्छौ भनिदेऊ त त्यसलाई यिनको लागि मैले घाँटी काट्यो पनि तिम्रो लागि म विष खाएर मर्न सक्छु खै ल्याऊ विष म अहिले खाइदिन्छु छिटो ल्याऊ